हिरो निखिलो प्रति हिरो बिपिन रेस है ल हामी चाहिँ रेस है ल हामी चाहिँ कुदेको ल 1 2 मलाई डर लाग्यो केटाहरु त भाग्यो त यार भाइगै यो भिडियोलाई चाहिँ सबैजनाले हेर्नु राम्रोसँग प्लिज है। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै आरामै छु। म चाहिँ अहिले हेलमेट कहाँ ला आएछ यस्तो हेलमेट लाएर बसेको त केटो भन्नुभयो होला। आज यसो केटाहरूसँग गाईघाटतिर जानु लाग्यो। गाईघाटदेखि मासतिर भुतिया गल्छु भन्ने होइन, अनि त्यही भएर यसो गइदिउँ न त भनेर हिँड्न लाग्यो। एउटा दाइको बाइकमा आएर अनि यसो जान्न त अब कहिले कसो त हो जाने, सधैँभरि गइन्न केटाहरूसँग भनेर चाहिँ हिँड्नु लाग्यो। गाइजहरू चाहिँ यहाँ हेलो हेलो गाइज गाइजहरू यहाँ हुनुहुन्छ। देखिन्न त्यही हो। अब हामी चाहिँ हिँड्नु लाग्यो। अहिले चाहिँ यसलाई के भन्छ यार, हरिचौर हो कि के भन्नु, ठुलाथरनिर आइसक्यो। पटिसी चाहिँ 6 पर्छ कि होइन र हाम्रो घर देखाउन उहाँ पारि उहाँ माथि डाँडा है उ त हदेखि डाँडा हो, त्यहाँ माथि हाम्रो घर हो। यहाँ बस्ने फेरि यहाँ हो, बस्ने फेरि यहाँ हो। हग्न मुत्न यता खोला आइन्छौँ। के अन्त यहाँ टोइलेट छैन कि अन्त हग्न मुत्न टोइलेट के खोला अन्त हो कि त्यही हो। अब हामी चाहिँ उतै बाटोमा जाने बेलामा अनि उता भुतिया गल्छीतिर गएपछि भेटघाट गर्दै गरौँ ल है त। अलिअलि यहीँ मलाई चाहिँ अब यिनीहरूले उठाएर मुखनी नधोइकन यहाँसम्म नधोइकन यहाँ अब गएर बल्ल मुख केटाहरूको लागि भनेर साथी अनि यस्तो चाहिँ हुनुपर्छ है गाइज। यस्तो कहाँ नि डट्टी नि गरे यही कम्पनी गरेछौँ दुईटा हामी हुन त खा के पुछ्यो लादा ए साथी ल उक्लिँदैछ है। सर हिँडेको भिडियो बनाइदिन्छु भनेको कुदे खानु पायो। कोही बात छैन। कुदै कहाँ पुग्न हो। यता यस्तो दामी सिनेरियो देखिरहेछ, हेरौँ है हेर। यता यस्तो दामी सिनेरियो चलिरहेछ फेरि। यो चाहिँ भिडियो गराउनै पर्ने ठाउँ भएर गराएको के। भन्ने ठाउँ हो। हामी चाहिँ यता भुते गल्छी जाँदैछौँ।
आइको चाहिँ यहाँ है। अब हामी उता जान्छौँ। एरोप्लेन अब यता ल्यान्ड गराउँदैछन् बिपिनले चाहिँ। हामी चाहिँ ठाउँमा आइपुग्यो। यहाँ काम चल्दैछ। ओए बिपिन, यो बाटो कहिले पछि हान्ने हो र? अब यहाँ अलि त भूकम्प आयो ए त्यो त हल्ला भयो। काम सुरु हुँदैन। हाम्रो यो हाम्रो कन्ट्र्याक्ट 55 अरबमा भइसकेको हो। तर साथीहरूले सबै पैसा भ्रष्टाचार गरेर हाम्रो देख्न सक्छ साथीहरू। उसले चाहिँ चिया खाएको मात्र 55 अर्ब तिर्नु छ अरे। आकाश चन्दन, हामी त अब भुसे गल्छी भन्छ। हामी एकछिन बोडेर चाहिँ हामी सबैजना चाहिँ एकछिन रमाइलो गरेर चाहिँ बल्ल घर गइन्छ है। त्यही हो, अरू चाहिँ म भन्दैन। लगर ओइ म चाहिँ आज के भन्न चाहन्छु भन्दा छिटो त्यहाँ जाने बाटो बनाउनु पर्यो। ल जाम त्यसो भए। हामी चाहिँ उक्लिँदैछौँ है भुते गल्छी जान। उक्लिँदैछौँ कता रोलरले गर्दा झर्ने हो र। वेलकम भन्न हुन्थ्यो, अहिले उता गएर भन्छु है म। वाह, I will fucking who's a puppy feelings man, I feel just like a rock star. अब मस्त चलिरहेको केही हुन्न, म त जोगाइहाल्छु नि फोन त। हाम्रो यो यहाँ कन्ट्र्याक्ट भइरहेछ। हाम्रो खास कुरा के हो भने चाहिँ पानीको बाटो भयो, वारीको बाटो पनि गाईघाटदेखि हाम्रो यहाँ जल्दीसम्म त्यो पूर्ण पिच हुन्छ। बस तपाईँले मलाई पैसा दिनु। यस्तो हो, सुन्नु त, यो जुन हजुरले गर्दै हुनुहुन्छ नि अहिले, त्यो अनुसार चाहिँ खासै गतिलो काम भयो जस्तो लागेन मलाई। काम भएको हो, तर सरकारले हामीलाई पैसा नदिएर हाम्रो अब यो जुन छ नि काम गर्ने मान्छेहरूलाई त्यो पैसा नदिएर हामीले काम रोकेको हो। तर यस्तो हो कि सुन्नु त यता, जुन यो पहाडहरू यति ठुलो ठुलो छ होइन, अब यति ठुलो ठुलो पहाडबाट बाटो चिरेर लग्छु भन्दाखेरि त अलिकति डरको माहौल हुन्न र भनेको। एक फुल कुरा हुने अब यहाँबाट चाहिँ उता हामीले रेलको व्यवस्था गरेका छौँ। डराएर फर्के हिरो हिरो ल सबै हिरो, सब हिरो, सब हिरो। ए ल चलो, अब चाहिँ हामी यहाँ को पौडिन्छन् हेर्ने मात्र हो। हामी त बिरामी भएर ध्वस्तै भइएछ। अब यहाँसम्म आउँछ है, यो चाहिँ ठुलो बढ्यो भने चाहिँ यत्रो त छ र। ओ माई गड, जड छ, जड झन् ठुलो बनाइदिइराख। पौड्यौ खने हो क्या पुरै। ल तिनीहरू के गरेको यता यत्रो ठुलो ठुलोबाट छोला चढाएको छ। यस्तो नि हुन्छ। यहाँबाट चाहिँ हामीले अब स्वर्ग जाने बाटो गराउने हो। ओए भत्काइदे यार।
ल साथीहरू दामी रहेछ। अब चाहिँ आज चाहिँ अझ ठुलो भएर चाहिँ छ अरे चाहिँ हामी चाहिँ फोटोसोटो खिचेर अब हिँड्नु लाग्यो। 2-3 केटाहरू गइसक्यो। यस्तो बवाल देखिरह बाँकी सिन बाइकमा हामी चाहिँ भुते गल्छी आएको आज। ए सजिलो राइड गरेर आयो। यता एउटा पछाडि है घुम्न आएको आज रमाइलो छ। यो भिडियो चाहिँ सबैले हेर्नु होला। लास्ट रमाइलो भयो नि आज हेरी। ए कत्रा हो कि रमाइलो त। ए केटाहरू अनि पछाडि छन् केटाहरू। अन छ भिडियो चाहिँ दामी हो आज चाहिँ रमाइलो। बाटो पिच हुँदैछ दामी हो। पिच दामी भयो कि सबैजना गुड हुनुहुन्छ नि। गोरु लिन्छ हामी पनि गुड हो। हामी चाहिँ आज भुते गल्छी घुम्न आएको राइट। पछाडि गाइजहरू अगाडि गाइजहरू गइसके। हामी चाहिँ बिचमा राइट बबाल छ आज। राइट सचिन राइटमा के भन्नु नि त। के भन्नु हो र हामी चाहिँ भुटिया गल्छी चाहिँ अब यसो घुमिदिन जान्न त भनेर आइएको थियो। यो रमाइलो भयो। फोटोसोटो खिच्यो 2-4 अरू त के नै हो र यादगार हुन्छ कि भनेर चाहिँ ए केटाहरू हाई गर्दैन हेलो गर्दैन केटा। ठिक छ गाइज। अब चाहिँ हामी चाहिँ हरिचोर बजारमा गएर एकछिन चियासै खान्छ। अनि त्यसपछि चाहिँ बल्ल घर गइन्छ। रमाइलो हुन्छ यादगार। हेर्नु पर्यो है सबैजनाले। लाइक शेयर कमेन्ट सब्स्क्राइब अनि कपिली हुनु पऱ्यो नि त। लाइक है यो भिडियोलाई चाहिँ सबैजनाले हेर्नु राम्रोसँग प्लिज है। हान्छ ल काम चलिरहेको रहेछ। भ्यू चाहिँ दामी छ हेर्न। आमामा त्यसै कहाँ हो हामी घुमिन्छ त। अनि हामी सानोदेखि ठाउँ घुमिँदैन त। हामी त बबाल ठाउँ घुमिन्छ नि त। आमामा राइडर हो क्या राइडर। ए कुदाएको हो केटाहरूले भाइ बिस्तारै कुदान हो। हामी चाहिँ अहिले खाँदै मसला त्यो गाईको चाहिँ मन्दिर मसला भन्ने ठाउँमा थाहा नि आउनु होला। रोइला रिसोर्टमा आउनु होला। रमाइलो गर्नु होला सबैजना। उहाँले चाहिँ धेरै स्ट्यान्डर्ड खानाहरू खुवाउनुहुन्छ खाजाहरू। म देखाइदिन्छु ल कहाँनिर भनेपछि ठ्याक्कै यो एउटा पुल परेपछि ठ्याक्कै यहाँनिर बोर्ड देख्नुभयो नि। यहाँनिर चाहिँ आउनु होला। रोइला रिसोर्ट कत्रा बवाल छ कि। रेशम दाइ चलाउनु पर्छ नि फेरि। रेशम दाइले बवाल हो नि हामी त है सचिन। अनि तेल खपत गर्नु पऱ्यो कि ओह्रालामा ज्ञान त नि अब अर्का बाइक लिएको गाह्रो छ कि हाम्रो पनि गाह्रो छ नि। राइडर त्यो चाहिँ भनिनु तेल हाल्नु पर्यो। केटाहरू बवाल छ है। अगाडि गइरहेछ केटाहरू। एउटा कुरा बुझ्नु नि फेरि सब्सक्राइबर नहानेपछि भिडियो नहानेपछि हामी रिसाउनु नि है। म त लास्ट हाम्रो रिसाउनु मान्दैन नि फेरि। ए केटाहरू भिडियो चलिरहेको छ है। खतरा हो कि हामी चाहिँ। भिडियो हेर्नु पऱ्यो सब्सक्राइब गर्नु पऱ्यो। बिचमा हाल न। अब हेर्नु है हाम्रो रेस हुन्छ है। ल है हामी यता एकछिन प्रथम रेस है।
विपिन रेस है ल हामी चाहिँ रेस है ल हामी चाहिँ कुदेको ल 1 2 मलाई डर लाग्यो कुद्यो हामी केटाहरु त भाग्यो त यार कुदम केटाहरु भाग्यो नि जित्छ क्या केटाहरुले हामीले जित्छ क्या केटाहरुले हामीले त जित्छ केटाहरुले रेगुलर छ नि तपाईँले बुझ्नु पर्ने नि त कुराहरू तपाईँले बुझ्नु भयो भने हामी रित्तो भनेको चाहिँ छैन अस्ति नै यहाँ भरि थियो नि त हेरी यो बुट चाहिँ बवाल छ है केटाहरू चाहिँ गएर आमाहरू चाहिँ यहाँ बस्नुपर्ने रहेछ हेर्नु कस्तो आनन्द गफ गर्दै बस्नु भयो आमाहरू आज चाहिँ हामी चाहिँ अब यहाँबाट चाहिँ कहाँ गइन्छ सचिन अब घरतिर लाग्यो अहिलेलाई है समाप्त गरौँ अहिले फेरि भेटौँ है त एकछिनमा भेटौँला नि त है हामी चाहिँ अहिले हजुर हरिचोर बजारमा छिर्यौँ है ए बाटो जस्तो बवाल छ हरिचोर बजारमा है केटाहरू पछि आइरह है केटाहरू आइरह पछाडि हामी चाहिँ दुईजना अघि बिस्तारै ब्रेकर आयो है अब ब्रेकरमा यस्तरी बिस्तारै जानुपर्छ कि हामी तपाईँ सबैलाई अब हामी एकछिन हरिचोर बजारमा बसिन्छ सबै रमाइलो गरिदिन्छ एकछिन चाहिँ ए बा गाइजहरूले कस्तो मजाले चलेर आयो ल आमा यतिको चाहिँ हुनुपर्छ है साथीभाइ भेट भएपछि चाहिँ यतिको चाहिँ हुनुपर्छ कि होइन हेरिदिनु है यो भिडियो चाहिँ हेरिदिनुपर्छ तपाईँले हो कि नै सचिन तर नै यार हेर्ने यत्रो तपाईँहरूको लागि हाम्रो हो नि त हामी यस्तो गर्छ अनि तपाईँहरूको लागि त हामी यता घुम्ने रमाइलो गर्ने त्यही भएर त तपाईँहरूले नहेर्दा त अनि हामी कहाँ घुमिन्छ त नि ल अब हामी चाहिँ यो एकछिन यहाँ खाजासाजा खाइन्छ यो होटेल जियाम होटेल हरिचोर बजारमा अनि त्यसपछि हामी डक्टर गइन्छ यहाँनिर छ अनि बेलुका अब यहाँबाट जाने बेलामा भेट्नुपर्छ ल अहिले कस्तो दामी आएको र बादल दामी आएको छ यार कहिले बादल बनेर हुन्छ अहिले चाहिँ अब हामी चाहिँ यहाँ बाटो हेर्न आएको बाटो ठिकै रहेछ भला बेला ठिस हुँदो रहेछ अरू त के भनौँ म के भन्नु खै राइडर चाहिँ सचिन हो नि त्यही भएर भिडियो मैले गराइरहेको छु भनेपछि म बोल्नै पर्ने कुरा हो बोलिरहेको छु देखिराख्नु भएको छ यता यस्तो मजाको सिन है हाम्रो लगबाट चाहिँ एउटा स्वर्गको टुकुरा हो यता अलिक डट्टी देखिन्छ यता चाहिँ राम्रो छ ए हाम्रो गोरुले जोत्ने सिस्टम छ यता भएन मिनी टिलर ठुलो ट्र्याक्टरहरूले नि जोत्छन् तर बर्खाको बेला चाहिँ गलकोट आउँदा हुन्छ है दामी दामी सिन देखिन्छ यस्तो नयाँ नयाँ भाइहरू घुम्न आउँछन् कहाँबाट आएको साउदीबाट आएको ए हाम्रोतिर फेरि हेलमेटै नलाइकन बाइक चलाइदिन्छ न केही होइन यता ल त साथीहरू म चाहिँ अहिले डाको घरतिर हो हिजो चाहिँ हामीहरू चाहिँ भुटिया गल्छी गएको थियौँ केटाहरूसँग राइड यसो 3टा बाइक लगेर अनि देख्नुभयो होला कस्तो भयो रमाइलो भयो जेस मैले चाहिँ अब त्यति बनाउन पाइनँ भिडियो चाहिँ हिजो चाहिँ अब आफूले चलाइएको थियो अब क्यामेरा अगाडि राख्ने केही अरू त्यस्तो चिज पनि थिएन होइन त्यही भएर केटाहरूले दिएको मन चाहिँ खासै बोलिन्छन् अनि त्यही भएर आकाशले पछि बोलिरहेको थिएँ जेस रमाइलो भयो पौडिने भनेको फेरि लास्टै पानी चिसो भएर पौडेन आकाश त पौडे रमाइलो भयो अहिले चाहिँ म भिडियो एडिट गर्दैछु अब चाहिँ भएर इन्डिङ त गर्नु पर्यो त्यही भएर तपाईँहरूसँग छोटो मिठो भेटघाट गर्नु पर्यो भनेर आएको ल त्यही हो के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है त आजलाई भ्लग यति तपाईँहरूलाई के कस्तो लाग्छ लाइक सेयर सब्सक्राइब गरिदिनु होला बेल आइकन हिट गरिदिनु होला यति भन्दै म यहीँ बिताउन चाहन्छु जस्तो जय नेपाल बाई बाई लभ यु अल।